हेलो एभ्रिवान, हामी चाहिँ श्रमदानमा लाग्यो। चस्मा चाहिँ यसो आँखाको सेफ्टीको लागि हो। म हुँ श्रमदाता, ल गर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म यो देश। जय माटो जय देश। जय माटो। ल हामी लाग्यो श्रमदान गर्नको लागि पानीटार। त्यही हो, अब बाटोमा देखिन्छ हामीले श्रम गरेर बोकेको नि नभने। हेलो एभ्रिवान, हामी चाहिँ अब श्रमदानको लागि लागिसक्यो। दाइ र म चाहिँ अब अरूहरू चाहिँ तलनिर अक्क भेट हुन्छ। दाइहरूसँग अहिले यो भेट भएको भने हामी भिडियो बनाइहाल्छौँ। हामी चाहिँ देउमाई नगरपालिकाको मुटु पर्यटक स्थल पानीटारमा हाम्रो श्रमदान चल्नेछ। सबै आइदिनु होला प्लिज। ल अब जय माटो जय देश। हामी चाहिँ जसरी अब श्रमदान हान्ने भन्नेमा लागिएको छ। श्रम संस्कृतिलाई हामीले एउटा राम्रो तरिकाले लिएको छौँ। तपाईँहरूले नि राम्रो ल्याइदिनु होला। राम्रै छ, सबैले बुझिदिनु होला। यतिको पार्टी लगभग छैन होला भन्ने जस्तो लाग्छ मलाई। हामी मानिस तीन तत्त्व बेगा चाहिँ हामी पूर्ण भइँदैन। प्रकृति, संस्कृति र प्रविधिद्वारा हामी अहिले प्रविधिको युज पनि गरेर हामी श्रमदानमा जाँदैछौँ। बाइकबाट गइँदैछ। यो एउटा प्रविधिमा पर्यो। संस्कृति एकदमै हामीलाई चाहिने। हामी हरेक रमाइलोदेखि लिएर हरेक कुरा अब हाम्रो विभिन्न जातिको बसोबास भएको देशमा संस्कृति त एकदम आवश्यक छँदैछ। र प्रकृति देखाउन यस प्रकृति हाम्रो प्रकृति हो, तर अहिले चाहिँ थोरै प्रकृति रिसाएको छ पहिरो गएर। यसलाई चाहिँ हामी अब श्रमद्वारा राम्रो बनाउनेछौँ। हामी फेरि भेट्नेछौँ यहाँ दाइहरूसँग भेटेर हामी भ्लग बनाउनेछौँ। तपाईँहरूलाई देखाइदिइहालिन्छ हाम्रो देउमाईमा कति चाहिँ छ त माटो समर्थन भन्ने मान्छेहरू हामी अब देखाउनेछौँ पर पुगेपछि। तपाईँहरूलाई हेर्दै गर्नु होला भन्न चाहन्छु। ल यहाँ चाहिँ आज एमालेको उयो रहेछ कार्यक्रम। यतिको मात्रै छ गाडी आएको। ठिक छ भन्नुपर्छ, आफ्नो सोच हो। दामी छ यतिको गाडीहरू आएको रहेछ। यो चाहिँ यतिको दादागिरी जस्तै भयो। हेलो हेलो आइयो कार्यक्रम आज चाहिँ एमालेको कार्यक्रम रहेछ। स्वाङ नेम्बाङ आउनु भएको रहेछ। ल हुनुहुँदो रहेछ जाने हो। फुल जस्तै फुल कि टन्नै आउनु भएको रहेछ भेला। यो चाहिँ सबै कतिवटा 30वटा जतिको मान्छेहरू एक एकजना आउनु भएको रहेछ। हामी चाहिँ अब हाम्रो टोलको मात्रै देखाउँदैछौँ। हामी केही बोल्दैनौँ। पहिला हामीले पनि समर्थन गरेको हो एमाले पार्टीलाई। हिँडेको पनि हो, दाइहरू पनि हिँड्नुभयो समर्थन गरेर। तर अहिलेको स्थितिमा चाहिँ एमाले चाहिँ काम छैन। यहाँ चाहिँ सब झोलेहरू मात्रै छ। पैसा दिनेहरूलाई मात्रै उयो गरेको छ। पैसा जति दिएको छ उनीहरू चाहिँ दादागिरी देखाउँदै हिँड्छ। त्यही हो। अब कोही बिना ढेउवा के भन्छ, त्यो चाहिँ गाह्रो छ। बिना ढेउवा के गाह्रो छ। घन्टेहरू कहिलेसम्म घन्टा बजाउने। ल हामी मागेर लिएर आउनुपर्छ नि भोट अरे श्रमको लागि। ल गाइजहरू यहाँ भेट भइसक्यो। हामी जय माटो कोपा। ल यतिको चाहिँ हुनु पर्यो पास।
ल कोपा अरे कस्तो आयो हामी श्रमदाताहरू लाग्यो 1 पछाडि 2 3 महिला सहित त्यता अटोमा पनि हुनुहुन्छ यहीँ हाम्रो माटो रिजर्भ जय माटो जय देश ल एक टोली लागिसक्नुभयो अर्को टोली माटो हाम्रो जय माटो ल यो देश अब युवाले बनाउँछ जेएनजीहरूले हामीले लाग्यो देश बनाउनु लागि आज श्रमदान छ हामी चट्ट लागेर यस्तो बाटोहरू हामी अब दिनमा फेरि बनाउँदै आउँछौँ यो भित्ता खसेकोहरू पनि आज चाहिँ पानी ट्यारमा छ त्यही भएर हामी जाँदै गरेको हामी यो चुनाव अगाडि मात्रै यसरी देखावटी होइन फेरि हामी अलवेज जहिलेको लागि हो अगाडिको भिडियोहरू पनि हेर्नु होला हामीले अगाडिको नि मैले भिडियोहरू लाएको छु हेर्नु होला यता पनि मान्छेहरू आउँदै हुनुहुन्छ हामी चाहिँ चट्ट श्रमदानको लागि लागिएको छ झन्नै लडे कता कार्यक्रमतिर उता हाम्रो पनि कार्यक्रम छ र नि उता जय माटो ल यहाँ हाम्रो नानाहरू भेट भएको छौँ त्यही भएर एकछिन बोलाइ भयो थोरै हाम्रो व्यक्तिगत कुराहरू राखिदिएर हामी लाग्यो यो चस्मा चाहिँ तर श्रममा दान गर्दै किन लगाएको भन्नुभएको होला सोच्दै हुनुहुन्छ होला तर चाहिँ आँखाको सेफ्टीको लागि ठुलो साह्रै धेरै किराहरू आउँछ र यो लगाएको कृपया होइन नरेसिआइदिनु होला त्यही भन्न चाहन्छौँ हाम्रो आफ्नो ठाउँ आफै बनाउनु पर्छ कोही नेता आएर बनाउँदैन होला पहिलो नम्बरमा त त्यही भएर हामी चाहिँ चाहिएन नेता आफै बनाउने हो म आफै नेता ऐना हेर्नुहोस् त्यो ऐनामा जो मान्छे देखिन्छ त्यही मान्छे हो क्या बुझ्नु होला साथीहरू सबैजना एक हौँ सबैजना जुटेर यस्तो यो भत्केको बाटोहरू हामी बनाउनुपर्छ यहाँनिर एक दिन श्रमदान पनि गर्नुपर्छ ढुङ्गासुङ्गा बोकेर कुलो खनेर बाटो पुरै धराप हेर्नु होला अहिलेको नेताहरूलाई अब यस्तो छ यो हालत हामीले भोट दिएर के गर्नु बाटो यस्तो छ यो माथि लुटतन्त्र मात्रै मचाउने नेताहरूलाई के दिनु भोट भनेर अहिले हामी आफै लागि परेको छौँ हाम्रो लिडर पक्कै राम्रो छ अरूको लिडर भन्दाखेरि अरूको चाहिँ त्यही यस्तो हान्ने मात्रै हो उनीहरू चाहिँ गफ मात्रै धेरै हो हाम्रो नेताले हाम्रो नेता होइन हाम्रो श्रमदाताहरू हुनुहुन्छ उहाँहरू खतरा हुनुहुन्छ श्रमदाता हुनुहुन्छ हामीले त्यही जानकारी दियौँ तपाईँहरूलाई ल हामी अब बजार पुगेपछि भिडियो बनाउँछु मैले चाहिँ यहाँ बाटो पुरै डेन्जर छ धुलो ल सियु ल आउनु हामी त राजनीतिक जानिँदैन र दिनुपर्छ माटोलाई भन्नु थालिसक्यो बुढाबुढीहरू हामी यसरी कुद्या पानी बजारमा गाडीहरू भेटेर टायर पछाडिहरू आउनुहुन्छ हामी चाहिँ आगे पानी लाग्यो मङ्गलबारेबाट घरहरू आउँदै हुनुहुन्छ धेरैजना गइसक्यो चट्ट लाएर बाटोको समर्थकको हामी
पुरै चिसो तातो मौसम छ हाम्रोतिर चाहिँ फेरि पनि हामी श्रम गरौँ नेपाली हो श्रम गर्ने दिन आइसक्यो होइन नेपाली हो भोकै मर्ने दिन आइसक्यो चिया काटिसकेको पानीतिर जानेबाट त्यहाँदेखि ओह्रालो जानुपर्छ है सबैजनाले आउने हुने महानुभावहरू तपाईँलाई हामी ठ्याक्क देखाउँछौँ यहाँ काम पनि हुँदो रहेछ यहाँदेखि उता जाने यहाँदेखि सबभन्दा सर्टकट बाटो हो यहाँदेखि इलाम जाने बाटो हो सर्टकट छिटो बाटो एकदम अनि यो चाहिँ पारिटा जाने बाटो कल्लाएर यो पनि राम्रै छ बाटो यहाँ तलतिरसम्म पिच हुनुपर्ने हो यो चाहिँ चोर्ने तारले चोरेर लुटेर त्यही भएर यहाँ चाहिँ केही छैन अहिले पिच पनि भएको छैन केही पनि भएको छैन यो देखावटी मात्रै बनाएको छ यहाँनिर पैसा चाहिँ लिएर खिचिरहेछ नेताहरूले चलाचोरहरूले त्यही भन्न चाहे फटालाई त फटा भन्नु पाइन्छ होइन यो परि चाहिँ पाइन्टार हो सत्य कुरा बोल्नु पऱ्यो यहाँदेखि अब छैन उयो नै यहाँदेखि त पिछे छैन हेलो भाइहरू कता ल ठिक छ बास आलु रोपेर छ धुलोले सक्दैछ जय ग्यास यो धुलो के हो यो धुलो यो चाहिँ भिडियो सम्झनाको लागि पनि हो खास चाहिँ यहाँ चाहिँ भन्ज्याङको ग्राउन्ड आइपुग्यो हामी माइक चाहिँदो रहेछ क्या टक्क बोल्नको लागि अन्त ग्राउन्ड यहाँ नि गोल खेला लास्टै हुन्थ्यो पहिला चाहिँ अहिले चाहिँ छैन त्यही हो त्यही भन्न चाह्यो यो चाहिँ भन्ज्याङ हो भन्ज्याङको शीतल छाया गर्मीमा छैन कोही पनि यो चाहिँ भन्ज्याङ भन्छ हाम्रोतिर भन्ज्याङ काभ्रे भन्ज्याङ हो अनि जाँदा यो चाहिँ बाटो चाहिँ यो क्यामेरामा चाहिँ राम्रो देखिरहेको होला तर जोतको छ पुरै पत्रेर केही छैन त्यही देखावटी संसारमा गाउँछ हो नि हामी फेरि लास्टै टाढो श्रमदान गर्न आएको हो नि त आज त्यही भएर भिडियो बनाएको हो गाइड्सहरू 1 घन्टा धेर लाग्छ सबैको ठाउँ बनाऊ भन्ने हो त्यही भएर टक्क लाएर आइयो ल अब हामी पाइन्टारमै देखाउँछौँ भन्दै म तपाईँहरू समक्ष अन्त्यमा के कुरा अपेक्षा राख्न चाहन्छु के कुरा दुईटा कुरा भन्न चाहन्छु पहिलो कुरा के हो भने हामी सबै किसान हौ यसैले किसान भएको नाताले किसानहरूको लागि नीति नियम कति बनिन्छ भन्ने कुराहरू तपाईँहरूलाई जानकारी छ किसानको नाममा आएको बजेटहरू बुढी मान्छे र युवाको नाममा आएको बजेटहरू कोठा कसले पैसा लगायो कसले पैसा लुकायो त्यो पैसा कसरी डढ्यो कमोडियामा कसले पैसा लुकाएको छ तपाईँहरूलाई जानकारी छ सहकारी ठगमा कसले ठगी गयो
तपाईँहरू जानकार हुनुहुन्छ। तपाईँहरूले टाउको नेता सबै चिन्नु भएको छ कसको नेता को भनेर। त्यसकारणले मैले धेरै बेली विस्तार लगाउनै पर्दैन। आक्षेपको राजनीतिभन्दा माथि उठेर हामी युवाहरूले देश परिवर्तनको पहिलो हिस्सा बन्ने आँटमा म सबैभन्दा पहिलो पाइला चल्न तयार छु। मेरो आदरणीय दाइहरू यहाँ हामी सबै हुनुहुन्छ। दाइहरूले सबभन्दा पहिला पाइला चाल्नुभयो, त्यसपछि सबैभन्दा ठुलो ढुङ्गा बोक्छु भनेर म आएको छु। मेरो उमेरको तमाम साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, हामीले कसैलाई गाली गलत गरेर राजनीतिमा आएको होइन। देश परिवर्तनको अग्रगामी छलाङको नेतृत्व गर्नका लागि हामी जस्तो युवाहरू एक ठाउँ हुनुहुन्छ। कसैलाई पनि गाली गरेर राजनीति गर्ने हामीलाई छुट छैन। त्यसकारणले त्यो ठाउँमा उभिएर स्वतन्त्रपूर्वक हामीभन्दा प्रमुख पद राख्नेहरूलाई पनि धन्यवाद ज्ञापन गर्नु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। र अन्त्यमा विकासको सवालमा मैले किसानहरूको कुरा गरिरहेको थिएँ। किसानहरूको कुरा गरिराख्दाखेरि हरेक गभर्मेन्टहरूले जस्तै हरेक पोलिटिकल पार्टीहरूले जस्तै चाहिँ हाम्रो लागि किसानहरूको लागि अत्यन्तै थोरै र किसानहरूलाई व्यवस्था गर्दै गर्ने नीति नियमहरू छ। जस्तै तपाईँलाई थाहा छ कृषिको लागि कति बजेट छ। मैले अस्ति भर्खर एउटा इन्टरभ्यूमा आफ्नो कुरा मत पनि राखेको थिएँ। शिक्षाको लागि कति हाम्रो बजेट छुट्याएको छ। विकसित देशहरूले इजरायल र दक्षिण कोरियाहरूले ताइवानहरूले टोटल आफ्नो एनुअल जुन बजेट हुन्छ वार्षिक बजेट त्यो बजेटको 3% रिसर्च एन्ड डेभलपमेन्टमा लाउँदो रहेछ, अध्ययन र अनुसन्धान लाउँदो रहेछ। हाम्रो विद्यालयहरू कस्तो छ तपाईँले देख्नु भएको छ। म भर्खर इभाङ गएर आएँ तर माइ गएँ विद्यालय छ तर विद्यालयमा पढ्ने नानीहरू छैन। किन हाम्रो विद्यालयहरू कमजोर हो तपाईँलाई जानकारी छ। त्यसकारणले नयाँ युवाहरूले श्रम संस्कृति पार्टीमा विश्वास गर्नेहरूले त्यो शिक्षाको तार चुडिएको तारलाई जोड्नका लागि हामी एक ठाउँमा उभिने कुरामा आज विलम्ब गर्यौँ ढिलो गर्यौँ भने हामी पश्चाताप हुनुपर्नेछ। त्यसकारणले किसानहरूको कुरा गर्दै जाँदा शिक्षाको कुरा जोड्दै जाँदा उहाँहरूलाई सम्बोधन गर्ने नीति भुइँ मान्छे भुइँसँग जोडेर भुइँसँग टाँसिएर भुइँमै बनाइने नीति नियम मात्रै जनताको लागि काम लाग्छ। वर्ल्ड ब्याङ्कमा बसेर ब्याङ्कको ठुल्ठुलो मान्छेहरूसँग कुरा गरेर नीति विज्ञ र विदेशी एनजिओहरूको चिफहरूसँग कुरा गरेर देशको विकास कहिले पनि हुँदैन। ल यो चाहिँ हाम्रो जय माटोको ल जय माटोको देश चाहिँ जय माटोको देश अरे जय माटोको अटो पनि माटै माटो छ हेर्नु होला। ए यो नधुने हो चुनाव सकिन्जेल। माटो यो भारी लगाउँ त ल जय माटो एकछिन ल यो लगाउँ जाउँ जाउँ जाउँ। हजुर जय माता जय देश भाइ। जय माटो जय देश। हेलो जेन्जी जय माता जय देश। हुनाले हामीले एकरात मात्रै भएको हुनाले तपाईँहरूसँग पछि अलिक विस्तृत सल्लाह पनि गर्नेछौँ। मलाई फेसबुकमा पनि आफ्नो कमेन्टहरू आफ्नो मेरो म्यासेन्जरमा मेरो आफ्नो फोन नम्बरमा पनि तपाईँहरूले गर्न सक्नुहुन्छ। मेरो फेसबुकमा पनि छु। तुरुन्तै नभए पनि म तपाईँहरूलाई सम्झेर रिप्लाई गर्ने नै छु, रेस्पोन्ड गर्ने नै छु भन्दै तपाईँहरू सबैको आशीर्वाद दिनको लागि म आएको हुँ। म यहाँ जान्दै भन्दा पनि तपाईँहरूको भाइ छोरा भएको हुनाले तपाईँहरूको आशीर्वादले राम्रो काम गर्न सकौँ। नेपालीहरूको इज्जत सबैको इज्जतलाई शिरमा राखेर सजिलो बन्न सकौँ भन्ने तपाईँहरू समक्ष आशीर्वाद माग्न आएको हुँ भन्दै फागुनको 21 मा हुने प्रतिनिधि सभाको निर्वाचनमा माटो चिनामा मत हालेर अत्याधिक मतले विजय गराइदिनु हुन हार्दिक अपिल गर्न चाहन्छु। जय माटो जय देश। जय हेलो गाइज हामी चाहिँ अब हेर्नु है यहाँनिर माथि हाम्रो गाउँको सिरानो हो यो पारिपट्टि देखिँदै गरेको चाहिँ। अनि यहाँ बाहिर म यो राखेटार भन्ने ठाउँ हो। राखेटार नै भन्छ होला थाहा चाहिँ छैन त्यो
जाँदैछौँ हामी अनि आजको कार्यक्रममा यहाँ दाइहरू आइगइसक्नु भयो पछाडि आउँदै हुनुहुन्छ अरूहरू पनि दामी छ क्या यहाँ ठाउँ चाहिँ लास्ट चाहिँ यो बाटो चाहिँ यहाँ पुग्दो रहेछ लास्ट चिसो ठाउँ रहेछ अरे चाहिँ बाटो बढेको रहेन रहेछ यो चाहिँ यहाँदेखि ऊ चाहिँ गुफादेखि जान्छ यसलाई के भन्छ होइन अर्कै भन्छ क्या यहाँनिर थुम्कीको तल्लो डाँडा तर अहिले राइट नाउँ चाहिँ गुफा थुम्की बिजोक हालमा छ यो चाहिँ मङ्गलबारे जाने बाटो हो बखत बनिँदो रहेछ तर यो चाहिँ ढिलो गरेको हो किनभने यो अस्तिको दसैँ तिहारमै बाढीहरूले ध्वस्त बनाएको पुरा नाच्छ मान्छे क्रम गरेर कस्तो दामी ठाउँ हेरौँ आइन्छ डाँडा छ चियाबारी यतापट्टि धुप्पी नै धुप्पी छ यो लेकतिर चाहिँ धुप्पी लास्टै धेरै हुन्छ अहिले भन्दा धेरै नै हुन्छ हाम्रोतिर चाहिँ साँप फुल्दैछ बास्ना दामी आउँछ होइन नगर ल यहाँदेखि चाहिँ गुफा धुम्की जाने बाटो यो पनि हो एउटा दुध हो आलु रोप्छन् अब बिउ बेच्छ होइन गाईहरू ठाउँ चाहिँ चिसो रहेछ अहिले हाम्रो यता त पुसमाघमा जत्तिकै रहेछ हौ अहिले पनि होइन हेलो दाइ तिमीहरू नमस्कार है दाइ ए यहाँ पो हो तपाईँको घर त अस्ति मेघबहादुर बाबैकोमा भेट भएको थियो नि हौ ओ के अरे हाम्रो गजेन्द्र सरसँग तपाईँ नै होइन त यहाँ हो घर ए त्यही त दाइ यहाँ ऊ मासतिर राकेटारमा कार्यक्रम छ र नत्र आउनु दाइ एकछिन कार्यक्रमतिर हो र ल दाइ ल एकछिन लाग्यो नि हामी आइछ नेपाली हो नत्र यस्तै ढिल हुन्छ नि देख्दै थिएँ मैले यस्तो हेरो ल पास भनेर भित्र निभा पनि हुँदो रहेछ है यो ठाउँमा हाम्रो गाइड्सहरू त कता गयो हो पछाडि आउँदै गरेको यहाँ माथि चाहिँ गुम्बा छ Buddha was born in Nepal. धार्मिक स्थल गुम्बा बौद्ध
तपाईँको छोरो त कता खोज्दा कि के हो अहिले मसँगै एकजना पढे जस्तो लाग्यो त्यो साथी होइन के छ चाडबाड लागेको छ कतातिर यसो माटोतिर हाल्नु पर्यो है अङ्कल मैले भनेको कता हो भनेपछि माटो कोरे भन्दै थिएँ बुझेर जाउँ न अङ्कलहरूले बुझ्नुभयो भने हामीले बुझ्ने हिजो हामीले सिक्नु जानुपर्ने ल गाइज हामी चाहिँ हाम्रो गाउँको सिरान ठ्याक्क यहाँदेखि हाम्रो घर पनि देखिन्छ तल पर्छ हाम्रो घर चाहिँ छुनाइलीको जङ्गलहरू पनि त छैन नि हो छैन सकाफे हाइज्याक भएछ हाइज्याक हाम्रो त तल अलिक हाम्रो क्यामेराले भेट्दैन अब पछि एटेक्स क्यामेरा लिएर चाहिँ हामी टक्क देखाइदिन्छौँ अहिले चाहिँ यहीँ हेरौँ भलक ठाउँ त दामी छ घरै घर ल यहाँदेखि उता चाहिँ अब यहाँदेखि उता चाहिँ होला त उयो त के अरे के भन्छ त्यही त हो त यहाँदेखि उता राकेटार सुनेको तर चिसो चाहिँ अझै रहेछ डेन्जर चिसो रहेछ हातै कक्रिँदो रहेछ त्यता त झन् यसरी बोकेर हिँड्नु पनि नसकिँदो रहेछ अगाडि थुरेक्टर ट्र्याक्टर छ ट्र्याक्टर यतातिर यतातिर घाँस चाहिँ यस्तै हुन्छ है हाम्रो धुलो उडै हेर्नुहोस् ट्र्याक्टरले भुटुटुटु हाम्रो पनि बाइकले भुटुटुटु उडाउँछ पक्कै यता जित्नै पर्छ जस्तो छ अब मिसहरू पढाएर मिसहरू पनि कमब्याक हुनुभएछ यहाँ परि डाँडा पनि दामी रहेछ है दामी ल हामी राइट नाउ आइपुग्यो फाइनली राकेटार आइपुग्यो तर हाम्रो यहाँनिर माटो समर्थकहरू पनि आइपुग्नु भएछ अघि नै जय देश जय माटो श्रम गरौँ नेपाली हो डाँडा हेरौँ नेपाली हो श्रम गरेर हेरौँ नेपाली हो जय गरेर आयो त राइट टाइममा